हाई एभ्रीवन, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, भिभोले आफ्नो V70 सिरिजको अर्को एउटा नयाँ स्मार्टफोन Vivo V70 FE लाई चाहिँ इन्डियामा लन्च गरिसकेको छ र हाम्रो नेपालको बारेमा कुरानु पर्दा अहिलेसम्म चाहिँ भिभोले हाम्रो नेपालमा आफ्नो V70 सिरिजलाई लन्च गरेको छैन। सो मलाई जहाँसम्म लाग्छ Vivo V70 सिरिजका फोनहरुको साथमा नेपालमा आउनेछ। आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौँ Vivo V70 FE मोबाइलको बारेमा, मोबाइलका स्पेसिफिकेसन तथा यो मोबाइलमा तपाईहरुलाई के कस्ता फिचरहरु दिएको छ, साथै नेपाली एक्सपेक्टेड प्राइसको बारेमा पनि कुरा गर्नेछौँ। त्यसैले यो भिडियोलाई चाहिँ अन्तसम्म हेर्नु होला र अब चाहिँ तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ Vivo V70 FE मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा तपाईहरुलाई डुअल क्यामेराको सेटअप, त्यसैको साथमा LED फ्ल्याश र तलपट्टि चाहिँ Vivoको ब्रान्डिङ पाउनुहुनेछ र अगाडिपट्टि तपाईहरुलाई सेन्टर कन्सोल डिस्प्लेको साथमा ग्लासको प्रोटेक्सन पनि पाउनुहुनेछ। बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा ओभरअल यो मोबाइल प्लास्टिक बिल्डको साथमा लन्च भएको छ र मोबाइलको फ्रेम पनि प्लास्टिकको रहेको छ। साथमा तपाईलाई यो मोबाइलमा IP68 र 69 को रेटिङ पनि पाउनुहुनेछ, यानी कि यो मोबाइल कम्प्लिटली वाटरप्रुफ हुनेवाला छ। ओभरअलमा डिजाइन र बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा नो डाउट मोबाइलको डिजाइन चाहिँ एकदमै राम्रो रहेको छ। त्यसैगरी डिस्प्लेको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा 6.83 इन्चको 1.5K AMOLED डिस्प्ले दिएको छ। साथमा तपाईलाई यो डिस्प्लेमा 120 हर्ट्ज को फास्ट रिफ्रेश रेट पनि दिएको छ। अनि ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 1900 निट्स को हाई HBM ब्राइटनेस दिएको छ। इन्डोर र आउटडोर युजको लागि तपाईलाई यो डिस्प्लेमा चाहिँ कुनै पनि प्रब्लम आउने छैन। साथमा कन्टेन्ट वाचिङको लागि तपाईलाई यो डिस्प्लेमा HDR10 Plus को सपोर्ट पनि दिएको छ। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा मोबाइलको डिस्प्ले चाहिँ टप क्लासको रहेको छ। तपाईलाई यो डिस्प्लेमा कन्टेन्ट वाचिङको लागि र गेमिङको लागि चाहिँ कुनै पनि प्रब्लम आउने छैन। त्यसैगरी चिपसेटको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा MediaTek Dimensity 7360 टर्बो चिपसेट दिएको छ, जुन चाहिँ 4 नैनोमिटरमा बनेको चिपसेट हो, जसमा तपाईलाई हिटिङको इस्यु चाहिँ एकदमै कम पाउनुहुनेछ। साथमा LPDDR5X को RAM टाइप र UFS 3.1 को स्टोरेज टाइप पाउनुहुनेछ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा एकदमै राम्रो पाउनुहुनेछ। अब यो चिपसेटको एन्टुटु स्कोरको बारेमा कुरानु पर्दा यसको स्कोर लगभग 9 लाख जति आउँदछ, यानी कि तपाईले यो मोबाइलमा परफर्मेन्स पनि एकदमै राम्रो पाउनुहुनेछ। हेभी युसेजको लागि र गेमिङको लागि त्यस्तो खासै तपाईलाई यो मोबाइलमा प्रब्लम हुने छैन। आई थिंक प्राइस अनुसार मोबाइलको परफर्मेन्स चाहिँ राम्रो हुनेवाला छ। त्यसैगरी तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 16 दिएको छ, जुन चाहिँ ओरिजिन OS 6 मा रन गर्दछ र सफ्टवेयर एक्सपिरियन्स पहिला भन्दा अहिले चाहिँ तपाईलाई यो मोबाइलमा राम्रो पाउनुहुनेछ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। तपाईलाई यो मोबाइलमा 200 मेगापिक्सलको प्राइमेरी सेन्सर र 8 मेगापिक्सलको चाहिँ अल्ट्रा वाइड सेन्सर पाउनुहुनेछ। सेल्फी क्यामेरामा चाहिँ 32 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। प्राइमेरी सेन्सरमा तपाईलाई OIS पनि दिएको छ। भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा दुवै क्यामेराहरुबाट तपाईहरुले 4K 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा अहिले चाहिँ तपाईलाई यो मोबाइलमा एकदमै राम्रो क्यामेरा सेटअप पाउनुहुनेछ। फोटोग्राफी र भिडियोग्राफीको लागि तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। त्यसैगरी ब्याट्री तपाईलाई यो मोबाइलमा 7000 mAh को बिग ब्याट्री, जसलाई चार्ज गर्नको लागि 90 वाट को चार्जर बक्समा पाउनुहुनेछ र ब्याट्री ब्याकअप तपाईलाई यो मोबाइलमा 2 दिनको चाहिँ मज्जाले पाउनुहुनेछ। साथमा बाइपास चार्जिङको सुविधा पनि पाउनुहुनेछ। प्राइभेसी सेन्सरहरुको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, साथमा ड्युल स्टेरियो स्पिकर पाउनुहुनेछ, जसको क्वालिटी चाहिँ एकदमै राम्रो हुनेवाला छ। बाँकी सबै बेसिक सेन्सरहरु तपाईलाई यो मोबाइलमा दिएको छ। सेन्सरको मामलामा तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। अब हामी कुरा गरौँ Vivo V70 FE मोबाइलको नेपाली एक्सपेक्ट प्राइसको बारेमा। यसको 8+ 128GB इन्डियामा 37949 मा लन्च भएको छ र यो प्राइसलाई नेपालीमा कन्भर्ट गर्नु पर्दा लगभग 65000 जति पर्न जान्छ। यदि यो मोबाइल हाम्रो नेपालमा 65-66 हजार को रेन्जमा आउँछ भने
फोन चाहिँ एकदमै बबाल रहेको छ। स्पेशली तपाईलाई यो मोबाइलमा क्यामेरा सेटअप र परफर्मेन्स एकदमै राम्रो पाउनुहुनेछ। अब लन्च डेटको बारेमा कुरानु पर्दा फ्रेन्ड्स, अहिले चाहिँ हामीलाई यो मोबाइलको कुनै पनि अपडेट मिलेको छैन। यदि अपडेट मिल्यो भने हामी तपाईहरुको लागि यो मोबाइलको डेडिकेटेड भिडियो बनाएर आफ्नो च्यानलमा अपलोड गर्नेछौँ। त्यसको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। ल त साथीहरु, यति नै थियो आजको भिडियो तपाईलाई कस्तो लाग्यो? भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरुले हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।